नमस्ते टसिदेलेक फ्याफुल्ला सबैजनालाई म जोर्डेन गुरुङ तपाईहरुलाई यस भिडियोमा म स्वागत गर्दछु र मैले अघिल्लो भिडियोमा भने चाहिँ आजको यस भिडियोमा म छेथर भन्ने एउटा टिबेटन शब्द छ छेथर त्यसको मतलब कसैको जीवन बक्स्नु है कसैलाई मर्नबाट बचाउनु कसैको जीवनदान गर्नु अब त्यस्तोलाई छेथर भनिन्छ है त र यो विषयमा भन्नुको कारण चाहिँ धेरै दिनदेखि एउटा हाम्रो मित्रले यो छेथरको बारेमा भनिदिनु भनेर चाहिँ उहाँले धेरै रिक्वेस्ट गर्नुभयो त्यही भएर चाहिँ म यसको विषयमा मैले केही बुझेर जानेर चाहिँ हेरेर चाहिँ अनि आज भन्ने प्रयास गर्दैछु है त र पहिलो कुरा छेथर भनेको के हो छेथर भनेको यो दुईवटा शब्द छ टिबेटन छेथर छे माने आयु जीवन है थर माने जीवन बचाउनु जीवन मुक्ति गर्नु जीवन दान गर्नु जीवन बचाउनु है त्यसलाई भन्छ छेथर है त कसैको अब जान बक्स्नु त्यसलाई भन्छ छेथर अब कसै मर्नबाट बचाउनु है कसैलाई मार्नु लागेको छ भने अब त्योबाट उलाई बचाउनु त्यसलाई भन्छ छेथर है अनि जीवनदान पनि भन्न सक्नुहुन्छ है अब अर्को कुरा यो जीवनदान यानी छेथर गर्नुको कारण के हो है मूल कारण के हो भन्दाखेरि चाहिँ संसारमा जति नै प्राणीहरू छन् है तिनीहरू सबैले सुख चाहन्छन् दुःख कसैले पनि चाहदैन हैन र मानौं अब चाहे त्यो पानीमा बस्ने एउटा माछा होस् है आकाशमा उड्ने चरा होस् या जमिनमा बस्ने भेडा बाख्रा गाई गोरु है जस्तै कुखुरा अब जे नै होस् है त्यो सबैले आफू बाँच्न चाहन्छन् मर्न कसैले पनि चाहदैन नि त हैन र अब त्यो भन्दा पनि सबैभन्दा ठुलो कुरा चाहिँ मैले के देखिरहेको छु भन्दाखेरि चाहिँ हामीले आजसम्म यो संसारमा है हामी सबैले है यो संसारमा लाखौं करोडौं जन्म लिइसकेको है लाखौं करोडौं जन्म लिइसकेको हो र त्यो जन्म त्यो जुनीहरुमा कुनै न कुनै जुनीमा चाहिँ आज हामीले खानु लागेको मासु है अब जस्तै कुखुराको मासु मानौं त्यो कुखुरा चाहिँ कुनै न कुनै जुनीमा हाम्रो बुवा यानी आमा दाजु भाइ छोरा छोरीको जन्म अवश्य लिएको हुन्छ त्यसले है लाखौं करोडौं जन्म लिइसक्यो नि त हामीले हैन र त्यो सोचेर चाहिँ हामीले जीवनदान यानी छेथर गर्ने हो र अर्को कुरा यही जुनीको कुरा गर्यो भने पनि त्यो जुन कुखुराको मासु हामीले खान लागेको छौं है त्यो कुखुरा पनि त कसै न कसैको छोरा छोरी कसै न कसैको बुवा आमा त हो नि यो जुनीमा हो त्यस्तो धेरै कुराहरू सोचेर चाहिँ हामीले जीवनदान गर्ने छेदर गर्ने त्यस्तो गर्नुपर्ने हो है त झन् जस्तै हाम्रो चाडपर्वहरुमा है चाडपर्वतिर हामीले धेरै अब भेडा बाख्राहरू जनावरहरू धेरै मार्छौं नि त हो त्यति बेला चाहिँ हामीले अब त्यस्तो ठाउँहरुमा गएर त्यो जनावरहरू अब तपाई हामीसँग पैसा छ भने आफूले सकेको जति त्यो जनावरहरू किनेर चाहिँ उनीहरुलाई बचाउनु त्यसलाई भन्छ छेथर है त र अब यो छेथर गरेको फाइदा के छ भन्दाखेरि यसमा दुईवटा फाइदा छ है एउटा पहिलो कुरा हामीले जुन जनावरको ज्यान बचाइरहेको छौं है जुन जनावरलाई छेथर गरिरहेको छौं त्यो जनावरको ज्यान बक्स्ने है त्यो जनावरले जिउन पाउने त्यो जनावरको आफ्नो प्राणमा हानि हुनबाट बच्ने है एउटा त्यो जनावरलाई धेरै फाइदा छ अर्को कुरा त्यो भन्दा पनि ठूलो कुरा भनौं या अर्को कुरा हामीले छेथर यानी जीवनदान गर्यौं भने हाम्रो जीवनमा पनि सुख शान्ति आउने हाम्रो आयु लामो हुने
निरोगी हुने र हाम्रो घर परिवारमा अब घर परिवारको सपनाहरू पुरा हुने, जीवन सफल हुने जस्तो धेरै फाइदाहरू छन् है त। र अन्तिममा म के भन्छु भने यो क्षेत्र यानि जीवनदान गर्ने तरिकाहरू कस्तो कस्तो छ है भन्दाखेरि अब तपाईले देख्नु भएकै होला, जस्तै खोलामा माछाहरू जस्तै अब माछाहरू ल्याएर खोलामा बगाइदिने है, त्यो पनि एउटा जीवनदान क्षेत्र हो है। र अर्को कुरा अनि चराहरू पिंजडामा राखेको हुन्छन् है, तिनीहरूलाई उडाइदिने है, क्षेत्र गर्नु है। र जस्तै अब तपाई अब तर यो सबै गर्नलाई चाहिँ हामीलाई पैसा चाहियो नि त हैन। अब कुनै भेडा बाख्रा मार्दै छ भने त्यो भेडा बाख्रालाई बचाउनको लागि त्यो जसले मार्न लागिरहेको छ उसँग कुरा गरेर मात्र त त्यसलाई हामीले बचाउन सक्दैनौं नि, पैसा दिएर किन्नु पर्यो र त्यसलाई बचाउनु पर्यो। र यी सबैमा चाहिँ हामीलाई पैसा चाहिन्छ। तर यो भन्दा पनि हामीले गर्न सक्ने है पैसा नचाहिने जीवनदान क्षेत्र सबैभन्दा राम्रो चाहिँ के हो रे भन्दाखेरि चाहिँ हामीले मासु छोड्नु है, मासु खानु छोड्नु नै सबैभन्दा ठुलो जीवनदान क्षेत्र हो भनेर चाहिँ हाम्रो गुरुहरूले भन्नुहुन्छ, बुद्ध भगवानले पनि भन्नुभएको छ है त। तपाईले अब सबै प्राणीहरूको हित सोचेर राम्रो सोचेर चाहिँ अब तपाईले सबैलाई त तपाईले बचाउन सक्नुहुन्न नि हैन। तर पनि सबैलाई बचाउन नसके पनि आजदेखि चाहिँ म मासु सेवन गर्दिन, मासु खान्दिन भनेर त्यस्तो सोच लिएर त्यो एउटा बाचा गर्नुभयो र त्यो बाचा पुरा गर्नुभयो भने चाहिँ त्यो नै सबैभन्दा ठुलो क्षेत्र, सबैभन्दा ठुलो जीवनदान हो भनेर म भन्छु। र जस्तै अर्को छ रक्तदान गर्ने, रक्तदान नै जीवनदान भन्छ नि त है। रक्तदान गर्नु, यो रक्तदान गर्नु पनि त्यस्तो ठुलो कुरा पनि हैन रहेछ। मतलब भन्नु खोजेको त्यस्तो गाह्रो हैन है। भन्छन् हाम्रो तपाईको शरीर हेल्दी छ भने, राम्रो छ भने हाम्रो शरीरमा कति भन्नुभयो, जस्तै अब रक्तदान गर्ने बेला रगत एक पोका निकाल्छ नि, हो त्यस्तो पोका चाहिँ 20 पोका रगत चाहिँ हाम्रो शरीरमा हुन्छ अरे है। अब त्यो 20 पोकाबाट एक पोका दिँदा त केही भएन नि। अब 20 पोका रगत आफ्नो ज्यानमा छ भने, शरीरमा छ भने एक पोका दिएर अब के मेरो शरीरमा 19 पोका मात्रै रहने हो त भन्दा त्यो पनि हैन। त्यो बिस्तारै बिस्तारै 1 महिना 2 महिना 3 महिना भित्र चाहिँ तपाईको फेरि शरीरमा 20 पोका नै रगत भइजान्छ अरे। फेरि तपाईले 3-4 महिना बादमा फेरि तपाईले रक्तदान गर्न सक्नुहुन्छ। अब त्यो रगत भनेको त कसै न कसैलाई काम लाग्छ नि त है। र यो पनि एउटा एकदमै ठुलो जीवनदान अब क्षेत्रकै रूपमा मानौं, क्षेत्रकै रूपमा पनि मान्न सक्नुहुन्छ है त। हजुर अब मासु छोड्नुको बारेमा चाहिँ म तपाईहरुलाई एकदम डिटेलमा जान्नु मन छ भने चाहिँ त्यसको फाइदाहरू चाहिँ म फेरि अर्को भिडियोमा बनाउने छु है। तपाईहरुले चाहनुहुन्छ भने तल कमेन्टमा लेख्नु होला है। र आजको यो भिडियो चाहिँ खास गरी क्षेत्र यानी जीवनदान, कसैको जीवन बक्सिनु त्यसको विषयमा थियो। र अझै पनि केही कुरा जान्नु मन छ भने तल कमेन्टमा लेख्नु होला। र यसै गरी अरु धर्म सम्बन्धित को विषयमा जान्नु मन छ भने पनि तल कमेन्टमा लेखिदिनु होला। र भिडियोको अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद।